तपाईले 10-12 वर्ष स्कुल पढ्नुभयो, तर पैसा कसरी व्यवस्थापन गर्ने, तनाव कसरी नियन्त्रण गर्ने, मान्छे बुझ्ने सिप, यी सबै कुरा किन कहिल्यै सिकाइएन? यो भिडियो अन्त्यसम्म हेर्नुभयो भने तपाईले एउटा कुरा बुझ्नुहुन्छ। हामीलाई जानाजानी अन्धो बनाइयो। यो कुरा आज म भन्न सक्दिन भने सायद म पनि अरू जस्तै तपाईको समय बर्बाद गर्ने क्रिएटर हुन्थे। तर सत्य यो हो, स्कुलले हामीलाई जागिर खोज्ने बनायो, सोच्ने बनाएन। तपाई पनि यो अवस्थाबाट गुज्रनु भएको होला। डिग्री छ, मार्क पनि राम्रै थियो, तर वास्तविक जीवनमा पुग्दा अलमल, तनाव र दिशाहीन। अनि तपाई आफैलाई दोष दिनुहुन्छ, म नै कमजोर हुँ कि? होइन साथी, प्रणालीले तपाईलाई अधुरो बनाएर छोडेको हो। स्कुलले हामीलाई जानाजानी 3वटा मुख्य कुरा सिकाएन। पहिलो, पैसा कसरी काम गर्छ, कमाउने, बचत गर्ने, लगानी गर्ने, ऋण। दोस्रो, दिमाग कसरी काम गर्छ, भावना, डर, ईर्ष्या, आत्मविश्वास। तेस्रो, मान्छे कसरी बुझ्ने, सम्बन्ध, संवाद, आत्मसम्मान। किनभने यी कुरा सिक्यो भने मान्छेलाई नियन्त्रण गर्न गाह्रो हुन्छ। सोच्नुस्, जब तपाई भावनात्मक रूपमा बलियो हुनुहुन्छ, तपाईलाई कसैले प्रयोग गर्न सक्दैन। न दोष देखाएर, न डर देखाएर, न तुलना गराएर तपाईलाई नियन्त्रण गर्न सक्दैन। र त्यही कुरा बताउन यो च्यानल बनेको हो। यहाँ तपाईले स्कुलले नसिकाएको जीवन सिप, मनोविज्ञान र सोच्ने तरिका सबै कुरा नेपालीमा पाउनुहुनेछ। यदि तपाईले यो भिडियो यहाँसम्म हेर्नुभयो भने तपाई आफ्नो जीवन आफ्नै नियन्त्रणमा लिन तयार हुनुहुन्छ। सब्स्क्राइब गर्नुहोस्, किनभने अर्को भिडियोमा म बताउनेछु मान्छेहरू किन ईर्ष्यालु हुन्छन् र त्यसबाट कसरी बच्ने।